ल जमुना चाहिँ अस्ट्रेलियाबाट आएको छ हैन यहाँ उहाँको बेस्ट फ्रेन्ड आउनु भएको छ हामीले केक लेख्छौँ हैन अनि त्यो चाहिँ अब यस्तो आन्दोलनमा आएर अलिक केक काट्नु पाएको थिएन अनि त्यो टोइलेट गएको बेला कि हामीले दाउ पारेको बत्ती ओइ बाल्नु त टोइलेटबाट आइहाल्छ क्या अहिले छिटो त जमुनाले बोलाउँदैछ छिटो आउनु भन है ढोका लाउ न ह्यापी बर्थडे Happy birthday to double surprise एउटा वेलकम गरिहाल्नु त यहाँ त क्यामेराम्यान हो है गर्नु मिल्दैन यता हेर्नु न ल वेलकम मलाई डर लागिसक्यो बस्नु डबल सरप्राइज हो क्या आज मैले एकछिन पज गरौँ क्या है भिडियो रुएर यो काट्नु चाहिँ झिकन न क्रिसला अनि त्यहाँ राखौँ यहाँ दुईटालाई ढाड्दा हामी चाहिँ कता ढाड्नु दुईटाले केक मागेर दुईटालाई सरप्राइज हुनु कति गाह्रो भयो हामीलाई है क्रिसला र मलाई हैन यहीँ राख्नु दुईटा अड्छ अलि त कस्तो ओरालो हुन्छ कि ओरालो लागेको ल ड्रेस फेर्छ अनि काट्ने ल लु ह्यापी बर्थडे भन्नु है Happy birthday to you. Welcome home. खिचाई फोटो Happy birthday, welcome home. Happy birthday, welcome home. Happy birthday. ल काट Happy birthday to you, to Abhi. Welcome home. To double surprise. Yeah. ल मिठो छ ये अब यहाँ ताली बजाउनु मिल्दैन है एउटा त बोल्दैन यो फोटोग्राफर यता छ नि त फेरि 4 जना मात्रै छौँ नि त हामी यहाँ ल जनशक्तिको काम ल फर्का न अब एकछिन ल वेलकम होम आएन ल कृष्णलाई पानी पिवाला पानी पिवा गर्न वेलकम होम घरभित्र पुरै छिर्नु छ घरभित्रै छिर्नु छ अरे थ्याङ्क यू खाना खुवाउनु पर्यो नि त अनि फोटो नखिच्दा हुन्छ अब त है अब मैले चेरी खुवाएँ ल किन ए चेरी टाँसिन्छ र त्यो अर्को खाले पो हो त ल ए एकछिन न त यताबाट खुवाउँछु म ए ल जाउँ न भिडियो गरिदिए नि त यहाँ यो सल धुने त प्लिज गरिदिनुस् खाली परबाट हिस्नु ए भाँचेर भनेको के यसरी ल 1 2 3 गो Happy birthday to you. Happy birthday to you. Happy birthday. ल तिम्रो पालो केक खुवाउने त्रिशलाको Happy birthday दिदी थ्याङ्क यू सो मच
ल आजको हाम्रो बर्थडे पनि सम्पन्न भयो एकदमै खुसी लाग्यो ल ल जानुस् दिदी उता उतै जानु न उता उतै किचनको चुला आउँछ हैन के हुन्न कि आज सबै यस्तै त हुने भइ नै रहेछ फोटो खिच्दिनु पर्छ उहाँलाई त उहाँकै केक खुवाउनु पर्यो नि गरायो नि त भने मैले फाउन्डेसन लगाएन ए मेरो औँला देखिहाल्दैछ ल स्प्रे गर्ला के जमुना दिदीको खुवाइदिन्छु भिडियो गर्नु ल वेलकम होम लु को खुवाउने म भिडियो गरेँ यो यसरी खुवाउनु टिका लगाइदिए जस्तो गिफ्ट ल माई बर्थडे गिफ्ट के छैन Sorry for the inconvenience. If you don't like it, you can return. खोल्ने मैले के हेरेर नि देखाउने चाहिने चिज हो ल खोल्नु न म काली भयो भनेर होला मलाई सनब्लक दिन्छ ओ ठीक यस्तै भन्दै थियो कस्तो काली भइसक्यो सनब्लक लगिदिनु पर्यो फर्किसकेको त्यो एउटा गिफ्ट लिएर कस्तो काली भयो भनेर काली भएको थ्यांक यू सो मच खल्नुस् डबलु के खोल्नुस् ओहो के रहेछ त्यो भगवान प्रति बडो यसले हैन भगवान त सधैँ हैन यो सधैँ भन्छ जान्छस् नि त थ्यांक यू के भन्छ रे कोही बेला एकदमै लो फिल भयो हैन आफुलाई उ फिल भयो भने ल ल भगवानसँग साथ गॉड ब्लेस एभ्रीवन गणेशजीले नि किसी हान्नु भयो ला गणेशजीले आशीर्वाद ब्लेसिङ ल ल थ्यांक यू एकचोटी फेरि सक्यो अब भात खान्छौँ होला नि के गर्ने अब एक सेकेन्डको लागि थ्यांक यू सो मच हैन मैले नसोचेको अब सरप्राइज पनि एकदम फुल्ली जीरो वाला के मतलब केही पनि नसोचेको के अब म भन्ने हैन स्पिचलेस भयो थ्यांक यू सो मच अनि हाम्रो केक को व्यवस्था गर्ने चाहिँ ताली गरौँ है थ्यांक यू सो मच बहिनी तिमीले गर्दाखेरि अनि यस्तो के सुन्छ उहाँले चाहिँ ऊ अस्ट्रेलियाबाट आएको भनेर सरप्राइज केक दिने भनेर उसलाई मलाई भन्यो यसले फेरि यताको बर्थडे भनेर सरप्राइज केक भनेर हामी दुईजनालाई भन्यो अनि यताले यता केक देख्छ भन्छ यताले केक देख्छ भन्छ हामी दुईजना ढाड्दा यहाँ खास मलाई त के आइडिया थिएन नि त मैले चाहिँ उसलाई सरप्राइज दिन खोजेको थिएँ अस्ति आएको दिनदेखिबाट हैन तर हैन आन्दोलनले गर्दा के भयो त्यो पनि भएन अनि म आएको दिनदेखि नै गर्दा पनि उसको फेरि अफिसबाट आउने टाइम लेट भएको भएर मिल्दै मिलेको थिएन अनि आज मिल्यो भनेर उसलाई सरप्राइज दिन्छु भनेर म पुरा रेडी भएर बसेको लास्टमा म आफै फुल सरप्राइज भएँ मलाई थाहा थियो कि यसले सरप्राइज गर्ने मलाई ओ माई गॉड भनेर अनि मैले त ए गर्दै थ्यांक यू अल अफ मैले मलाई सरप्राइज गर्नु अहिले भन्दिनँ त के भन्छ खासमा म नेपाल पनि यसलाई नभनिकन आउँछु भनेको थिएन तर भन्नुपर्ने बाध्यता पर्यो अनि मैले त कहिले सरप्राइज चाहिँ ऊ नहुने फिल गर्नै नपाउने भयो भन्थ्यो अनि त्यही भएर नि फिल भयो होइन ओके हामी आजको यति हाम्रो यति हो होइन दिन रमाइलो भयो जे जस्तै भयो 3 घण्टा भइसक्यो होला हामीले यो गरेको त्यही त होइन अनि अब भने जस्तो अझै राम्रो बेटर गर्न सकिन्थ्यो होला यति नै भयो होइन यो भन्दा बेटर त गर्नै सकिँदैन किनभने 1 सेकेन्ड पनि छुट्याएन सक्सेस भयो भन्ने भयो कि तुसा पनि नथाहा रुमहरु डिजाइन गर्न चाहिँ पाएन त्यस्तै हो मलाई पछि आयो दिमागमा आयो के बलुनहरुले कहानी थाहा भइहाल्थ्यो नि त सँगसँगै छ बिहानदेखि खाए सुते सबै अनि पछि बेलुका पनि फेरि मैसँग सुते अलिअलि खासखुस गऱ्यो भने पनि है बिहान उठेदेखि छ फेरि सोच्नै नसके क्या पुरै सरप्राइज त यो कडा सरप्राइज भयो है त अलिकति पनि हामीले चाहिँ अझ हिजो महिना त्यहाँनिर भोलि केक काट्यो कि नै भनेर सोध्दै थियो उहाँलाई अनि तपाईँले चुप लागेर सुत भन्दै हुन्थ्यो अनि उहाँले के कुरा पनि भन्दै हुन्थ्यो त के भन्दै थियो होइन उहाँलाई बेलुका उनीहरूले तेरो लागि केक काट्ने भनेको थियो नि त हामीले अनि उता होटलमा जाँदा पनि भन्दै थियो नि त तिमीहरूले खै मेरो लागि केक काट्ने भनेर काटेको लोकेसन देखेर के राम्रो थियो नि त फोटो दिन्थे तर अलि हैन हिजो फेरि हामी पुरै रसमा थियो नि त पुरो दिन अनि बेला गएर गरम भइरहेको थियो होइन अब ठिकै छ
ठिकै छ थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु लाइक शेयर